जसले सिङ्गो देशलाई डोर्याउँछ, हाम्रो संविधान। खास गरी यसले कसरी शक्तिको खेललाई सन्तुलित राख्छ भन्ने कुरा। आउनुस्, नेपालको संवैधानिक शक्ति सन्तुलनको यो भित्री संयन्त्रलाई सँगै बुझ्ने प्रयास गरौँ। कुनै पनि देशमा एउटै व्यक्ति वा संस्थाको हातमा सबै शक्ति पुग्यो भने के होला? पक्कै पनि निरङ्कुशता जन्मिन्छ, होइन त? अनि यसलाई रोक्ने कसरी त? हो, आजको हाम्रो यस सामग्रीले यही गम्भीर अनि महत्त्वपूर्ण प्रश्नको जवाफ दिनेछ। यो कुनै साधारण कानुनी सिद्धान्त मात्रै होइन नि, यो त हाम्रो स्वतन्त्रता जोगाउने सबैभन्दा ठूलो हतियार हो। हाम्रो स्रोत सामग्रीको निष्कर्षबाट हुबहु निकालिएको यो भनाइलाई एकपटक ध्यान दिएर हेरौँ त, यहाँ निरङ्कुशताको अन्त्य र नागरिक अधिकारको रक्षा जस्ता निकै शक्तिशाली शब्दहरू प्रयोग भएका छन्। यसको अर्थ के हो भने नि, शक्ति सन्तुलन भन्नेको पानामा लेखिएको नियम मात्र होइन, यो त तपाईँ हाम्रो अधिकार कुण्ठित हुन नदिन बनाइएको एउटा सक्रिय अनि बलियो ढाल हो। नागरिकको रक्षा, दोस्रो अदालत र संसद, तेस्रो न्यायपालिका र कार्यपालिका, चौथो कार्यपालिका र व्यवस्थापिका, र अन्त्यमा परिपूरक प्रणाली। छोटकरीमा भन्नुपर्दा हामी सरकारका यी 3 अङ्ग बीचको गजबको त्रिकोणात्मक सम्बन्धलाई नियाल्नेछौँ। भाग 1, निरङ्कुशताबाट नागरिकको रक्षा। आउनुहोस्, सबैभन्दा पहिले सरकारले आफूलाई कसरी नियन्त्रणमा राख्छ भन्ने आधारभूत कुराबाटै सुरु गरौँ। हेर्नुस्, राज्यको शक्तिलाई बाँडेर मात्रै पुग्दैन। एउटालाई कानुन बनाउने, अर्कोलाई लागू गर्ने र अर्कोलाई व्याख्या गर्ने जिम्मा दिँदैमा सबै कुरा ठिक हुन्छ भन्ने छैन। त्यसैले जानाजान एउटा यस्तो सक्रिय चेक एन्ड ब्यालेन्स अर्थात् नियन्त्रण र सन्तुलनको प्रणाली सृजना गरिएको हुन्छ जसले कोही पनि आफ्नो सीमाभन्दा बाहिर नजाओस् र नागरिकको अधिकार सधैँ सुरक्षित रहोस्। अब अगाडि बढौँ। भाग 2, अदालत र संसद अर्थात् न्यायपालिका र व्यवस्थापिकातर्फ। राज्य शक्तिको यो त्रिकोणात्मक संरचनाको पहिलो जोडी बीचको सम्बन्ध कस्तो हुन्छ त? यहाँनिर एउटा निकै रोचक कुरा देखिन्छ, शक्तिको दोहोरो बाटो। एकातिर अदालतले संसदका काम कारबाहीमाथि नजर राखिरहेको हुन्छ भने अर्कोतिर संसदले पनि अदालतलाई छाड्दैन। यो निरन्तर चलिरहने तनाव र सन्तुलनको खेलले नै यी दुवै अङ्गलाई आफ्नो बाटोमा इमान्दार रहन बाध्य बनाउँछ। स्रोत सामग्रीले स्पष्ट पारे अनुसार अदालतसँग संसदलाई नियन्त्रण गर्न सक्ने कडा अधिकारहरू हुन्छन्। जस्तै यदि संसदले संविधानसँग बाँझिने कुनै कानुन बनायो भने अदालतले न्यायिक पुनरावलोकन मार्फत त्यसलाई सिधै खारेज गरिदिन सक्छ। अनि कानुन नै नभएको अवस्थामा कानुन बनाउन निर्देशन दिने र कुनै सांसद पदमा बस्न योग्य छ वा छैन भनेर अन्तिम निर्णय गर्ने तागत पनि अदालतमै हुन्छ। तर फेरि संसद पनि के कम छ र? न्यायाधीशहरू कानुनभन्दा माथि पक्कै हुँदैनन्। यदि उनीहरूले पदीय मर्यादा विपरीत काम गरे भने संसदले उनीहरूमाथि महाअभियोग लगाएर पदबाटै हटाउन सक्छ। त्यति मात्र होइन, न्यायाधीश नियुक्त हुनु अघि गरिने संसदीय सुनवाई र न्यायपालिकासँग सम्बन्धित कानुन बनाउने अधिकारले गर्दा अदालतमाथि संसदको पकड निकै बलियो हुन्छ। ल, अब भाग 3, न्यायपालिका र कार्यपालिका अर्थात् अदालत र सरकार बीचको सम्बन्धतर्फ लागौँ। हेर्दै जाउँ, यो संरचना अझ कति रोचक बन्दै जान्छ। यहाँ पनि त्यही दोहोरो बाटो नै लागू हुन्छ। एकातिर कानुनको व्याख्या गर्ने निकाय छ भने अर्कोतिर त्यसलाई लागू गर्ने निकाय, र यी दुई बीचको सन्तुलनले नै देशको दैनिक प्रशासन कसरी चल्छ भन्ने कुरा तय गर्छ। न्यायपालिकाले यहाँ मुख्य गरी मानव अधिकारको रक्षकको भूमिका खेल्छ। यदि सरकार वा मन्त्री परिषदले संविधान मिचेर कुनै निर्णय गर्यो भने अदालतले त्यसलाई ठाडै बदर गर्न सक्छ। अनि नागरिकको मौलिक हक र मानव अधिकार सुनिश्चित गर्नका लागि सरकारको नाममा कडा निर्देशनात्मक आदेश जारी गर्ने शक्तिशाली हतियार पनि अदालतमै सुरक्षित छ। तर अचम्मको कुरा के छ भने सरकारसँग पनि अदालतलाई नियन्त्रणमा राख्ने गजबका उपायहरू छन्। जस्तै अदालतले तोकेको सजायलाई सरकारले माफी वा मुल्तवी गरिदिन सक्छ। अर्को कुरा, प्रधान न्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदको अध्यक्ष नै प्रधानमन्त्री हुने व्यवस्था छ। र सबैभन्दा महत्त्वपूर्ण, अदालत चलाउन चाहिने बजेट नै सरकारले छुट्याउने हुँदा अदालत पूर्ण रूपमा निरङ्कुश हुन पाउँदैन। अब पालो भाग 4, कार्यपालिका र व्यवस्थापिका अर्थात् सरकार र संसदको। सायद दैनिक राजनीतिमा हामीले सबैभन्दा धेरै देख्ने र सुन्ने सङ्घर्षपूर्ण जोडी नै यही हो। यहाँनिर कानुन बनाउने सांसदहरू र देश चलाउने मन्त्री परिषद बीचको आपसी निर्भरता प्रष्ट देखिन्छ। यी दुई बीच सधैँ एक किसिमको घर्षण चलिरहेको हुन्छ, तर फेरि एउटा बिना अर्कोको अस्तित्व पनि सम्भव छैन। सरकारको जन्म नै संसदबाट हुन्छ।
त्यसैले संसदसँग सरकारलाई तह लगाउने सबैभन्दा ठूलो ब्रह्मास्त्र हुन्छ अविश्वासको प्रस्ताव। यदि सरकारले राम्रो काम गरेन भने संसदले अविश्वासको प्रस्ताव पारित गरेर प्रधानमन्त्रीलाई नै पदमुक्त गरिदिन सक्छ। अनि सरकार चलाउन ल्याइने बजेट पास गर्ने अन्तिम अधिकार पनि संसदकै हातमा हुन्छ। यसको प्रतिसन्तुलन पनि कम्ता शक्तिशाली छैन नि। जब संसद चलिरहेको हुँदैन तब सरकारले अध्यादेश ल्याएर शासन चलाउन सक्छ। त्यति मात्र कहाँ हो र, राष्ट्रपति मार्फत संसदको अधिवेशन बोलाउने र विशेष परिस्थितिमा त सिङ्गो संसद नै विघटन गरिदिने चरम अधिकार पनि कार्यपालिकासँगै हुन्छ। साथै संसद चलाउन चाहिने बजेटको चाँजोपाँजो मिलाउने काम पनि सरकारले नै गर्छ। अन्तमा भाग 5, एक परिपूरक शक्ति प्रणाली। हामीले यी तीनवटै अङ्गहरू बीचको रस्साकस्सी त हेर्यौं। अब यो सम्पूर्ण कुराको चुरो कुरो के हो त त्यो बुझौं। स्रोत सामग्रीको निष्कर्ष एकदमै स्पष्ट छ। शक्तिलाई छुट्याएर मात्र पुग्दैन। शक्ति पृथकीकरण र शक्ति सन्तुलन भनेका एउटै सिक्काका दुई पाटा हुन्। जबसम्म यी अङ्गहरूबीच एकअर्कालाई सहयोग गर्ने र आवश्यक पर्दा नियन्त्रण गर्ने सन्तुलित अभ्यास हुँदैन, तबसम्म शासन व्यवस्था सही ढङ्गले चल्न सक्दैन। ल, आजको छलफलको अन्त्यमा तपाईँ हामी सबैले सोच्नुपर्ने एउटा गम्भीर प्रश्न। पत्रिकाका हेडलाइनहरूमा दिनौँ आउने राजनीतिक खिचातानीलाई अब यो शक्ति सन्तुलनको चस्माबाट हेर्दा कस्तो देखिएला? जब अदालतले सरकारको निर्णय उल्ट्याउँछ वा संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन्छ नि, तब सम्झनुहोला संविधानको यही संयन्त्रले आफ्नो काम गरिरहेको छ। आगामी दिनमा देशका राजनीतिक घटनाक्रमलाई यसरी नै विश्लेषण गर्दै गर्नुहोला है। आजको लागि यति नै।